हेलो हाई सम्पूर्णमा नमस्ते। म नगेन थुलुङ राई। म चाहिँ लामो समय पश्चात आज एउटा बोर्ड लेख्न गइरहेको छु। अनि लेख्ने बानी पनि हराइसकेको रहेछ। यो बोर्डको साइज रहेको छ लम्बाइ 16 फिट छ भने चौडाइ 6 फिटको रहेको छ। निकै ठुलो बोर्ड छ। अनि हाम्रो इलाम सन्दकपुर गाउँपालिका स्थित टप्पूमा रहेको जुन रेड पान्डा प्रजनन तथा संरक्षण क्षेत्रमा यो बोर्ड लगेर राखिने छ। अनि यो बोर्ड चाहिँ निकै ठुलो छ। अनि मैले यो बोर्ड लेख्ने अवसर पाएको छु। यो बोर्डमा चाहिँ मैले एउटा ठुलो रेड पान्डा पनि बनाएको छु। लम्बाइ 6 फिट छ भने चौडाइ चाहिँ 5 फिटमा बनाएको छु। निकै ठुलो छ। अनि मैले चाहिँ लेख्ने बानी हराइसकेकोले गर्दाखेरि चाहिँ ह्यान्डराइटिङहरू पनि त्यति राम्रो चाहिँ छैन। यसरी मैले बनाएको छु। इङ्ग्लिसमा पनि लेखेको छु भने नेपालीमा मैले चाहिँ यो रेड पान्डाको परिचय, आवाज अनि त्यसको बानी, उसको ह्याबिट्सको बारेमा मैले लेख्न गइरहेको छु। ब्रस चाहिँ म यसरी चलाउँछु। मैले कान्छी औँलाको सहायताबाट यसरी ह्यान्डराइटिङहरू घुमाउने गर्छु। ब्रसलाई चाहिँ जति फास्ट चलायो त्यति राम्रो ह्यान्डराइटिङ हुन्छ। तर मेरो चाहिँ बानी हराएको गर्दाखेरि चाहिँ त्यति फास्ट लेख्न सकिरहेको छैन। हामीले जति फास्ट चलाउन सक्यो यो ब्रस त्यति राम्रो देखिन्छ अनि सफा ह्यान्डराइटिङ देखिन्छ। मैले चाहिँ त्यो गर्न सकिरहेको छैन। अनि हजुरहरूलाई कस्तो लाग्छ मेरो ह्यान्डराइटिङ? यदि राम्रो लाग्छ भने लाइक कमेन्ट गरेर सहयोग गरिदिनु होला। यदि हजुरहरूलाई लागेको प्रतिक्रिया छ भने कृपया कमेन्ट मार्फत हजुरमा लागेको प्रतिक्रियाहरू दिनुहोला ताकि आउने दिनहरूमा म धेरै कुराहरू राम्रो गर्न सकूँ। धन्यवाद।